आज आफ्नै घरको अर्ग्यानिक कुखुराको मासु खाने। कुखुरा काट्ने मान्छे ल्याउनु खोइ भाडा ल्याऊ। ए बिर्सेछु म मासु खाइदिन्छु बाटा ल्याइदिन्छु बाबा बिर्सेन त्यो बहने सोचेर यो पनि बट्टाको खान्छ चिकनको लागि प्याज रेडी चिकन रेडी यो आफ्नै घरको है अर्ग्यानिक कुखुरा हेर्नु न यो कस्तो मजाको छ यो खुट्टा चाहिँ मैले खाने यो पकाएर पकाउँदै गरेको पनि रेसिपी देखाउँछु र पकाएर भएपछि पनि देखाउँछु लगाएँ मासुको लागि मैले यति तेल हालेँ किनभने यो बोसो छ नि त कोइलरको मासु तेल निस्किन्छ नि त अनि त्यसमाथि मैले दुईवटा ल्वाङ एउटा सुक्मेन आफ्नो इच्छा जति हाले पनि धेरै चाहिँ नहाल्नु है अनि यसरी हालेर फ्राई गरिन्छु यसलाई पड्काछु र पड्काइसकेपछि यो मासु हाल्ने खुट्टा चाहिँ मेरो फेभरेट हो क्या फेरि ढालेको पनि यस्तो बसेको छ क्या अहिले कति निस्किन्छ तेल निस्किँदै ठ्याक्क राख्यो फेरि सब्जीमा हालेर पनि यस्तो मिठो हुन्छ फेरि पाङ्रा कसैलाई मनपर्छ पाङ्रा मेरो फेभरेट पाङ्रा पोलेर पनि खान्छु कलेज फेरि यो कहाँ मनपर्छ नाइट कलेज त मलाई डेट हुन्छ अब यस्तो पेस्ट गराउँछु कि टमाटर प्याज सबै मसलाहरू अदुवाको पेस्टहरू सबै हालेर दिन्छु अनि हाल्छु कि मैले मासुमा त्यति पहिले कागज पनि एड गर्छु कि किनभने यो मासु त्यति गरमको दिनमा टाइट गराउँछ मासुलाई त्यो कागज पनि एड गर्छु पहिले अनि त्यसपछि भुट्छु अनि पहिले अलिअलि हल्का हल्का नुन पनि हालिदिन्छु मैले मासु फ्राएपछि अनियन प्याज हाल्छु यो लसुन चाहिँ अलिक पछि हाल्ने लसुन हालेर खानुभएको कि नै यो लसुन चाहिँ अलिक पछि हाल्ने अनि माछाहरू देखाइछु क्या त्यहाँ फाइनली लसुन यस्तो मिठो हुन्छ कि लसुन यस्तो यम्मी हुन्छ कि यम्मी फाइनली लुक अब यसमा नि मसला हाल्नु छ मसला